गाइस वेलकम टु सारङकोट हैन हामी सारङकोटको डाँडामा छौँ एकदम इन्जोय भयो आज नै ओभर गयो सुकुन फेताको बिचमा सुतिरहेको छौ यार फोन झर भनेपछि यहाँ माथि हाम्रो अहिले वर्ल्ड पिस गाइस वेलकम टु आवर ब्लग हैन हामी चाहिँ अब पोखराको लागि यहाँ तयारीमा छौँ अब हामी संसारीबाट गाडी चढेर यहाँ हिँडिसकेको छौँ होइन संसारी चढी हेलो गरिदिनु पर्यो संसार हुन्छ गर्मी एकदम ओभर गर्मी यहाँ एकदम टेम्परेचर हाई छ अब हामी यहाँ हिँड्ने क्रममा छौँ बाटोमा कहाँ के कस्तो हुन्छ सबै आज तपाईँलाई चाहिँ म होल टोटल भ्लग गर्ने यहाँ झापा बिटाबाट शनि सरेदेखिको पोखरासम्मको भ्लग समेट्ने छु होप यु लाइक इट It's been a long journey guys, we're about to reach Pokhara. Baru masih konsen nomor baru ini, ada Pokhara pun ada guna video ya sih. Pokhara ma आएर ल्यान्ड भइसक्यौँ हैन पोखरा आएको छौँ अब चाहिँ हामी यहाँ कहीँ गएर एउटा रुम खोजेर चाहिँ फ्रेस फ्रेस भएर हामी रेस्टुरेन्ट जाँदैछौँ रेस्टुरेन्ट गएर खाना डिनर खाने डिनर गर्न लन्च गर्न जान्छौँ होइन ठिकै छ हेरौँ अब कस्तो हुन्छ हामीले यहाँ फेरि पनि वार्म वेलकम टु पोखरा है गाइज यहाँबाट भर्खर हामी निक्लेको छौँ हामी चाहिँ हिँड्दैछौँ होइन पोखराको स्ट्रिटमा छौँ भर्खर होटलबाट निक्ल्यौँ हामी होटलको नाम चाहिँ के पो थियो होटल भाइब के छ तलतिर जो सबै तलतिर बसेको थियौँ अब चाहिँ यहाँ बिस्तारै हामी घुम्ने क्रममा छौँ अब कहाँ कहाँ घुम्छौँ हामी तपाईँलाई देखाउँदैछौँ दिस इज द नेम अफ होटल वेयर वी आर स्टेइङ होइन ठिकै छ रुम त राम्रै लाग्यो अलिकति खानाको चाहिँ अलिक एक्सपेन्सिभ लाग्यो अब स्टार्टिङ आवर जर्नी फ्रम लेक साइड जरेबार चोक परे यहाँबाट चाहिँ हामी हिँड्दै जाने क्रममा छौँ होप राम्रै हुन्छ पुरा खुलेको दिन छ होइन पुरा खुलेको भन्नाले अब यो समयमा यतिको खोलिदिनु भनेको हामी पनि लकी नै रहेछौँ भन्ने फिल भएको छ गाइज वेज फाइनल्ली यर होइन हामी चाहिँ फेवालाई आइपुगिसकेको छौँ हामीले स्कुटी भाडामा लिएको छौँ तपाईँहरूलाई पछाडि देखाउने पनि छौँ होइन हामी होइन आई एम ह्याभिङ फन हियर एकदम रमाइलो भइरहेको छ हामी बोटिङ गरिरहेको छौँ होइन यो फोन चाहिँ यो वाटरप्रुफ ब्यागमा चप्पल यहाँ छ केटाको चप्पल पनि उपर गरिरहेछ म यहाँ छु होइन एकदम रमाइलो भइरहेछ होइन फेताको मिडलमा छौँ एकदमै धेरै भिड छ यहाँ होइन यहाँ लड्यो भने चाहिँ फेरि एकदमै यहाँ केही छैन सपोर्ट केही छैन यो साइडमा केही छैन भिजिटर छ हल्का पानी यहाँ साइडमा पानी आइरहेछ बोटिङ गरिरहेछौँ होइन चलसर उपर हुनुहुन्छ ऊ यो चाहिँ फेतालको एरिया हो वेलकम टु फेताल हामी चाहिँ यहाँ फोनहरू छ यहाँभित्र चाहिँ यो चाहिँ हाम्रो पानीमा पस्छ भनेर हामीलाई दिएको थियो ब्याग फोनहरू नचलाउनु भन्थ्यो तर हामीले चाहिँ यहाँ भिडियो सिडियो सबै गऱ्यौँ किनभने मैले फाइल गर्न सक्छौँ हामीसम्म यो क्यापेबिलिटी छ भनेर हामीले देखायौँ होइन सँगसँगै हुनुहुन्छ एकदमै धेरै रमाइलो भइरहेछ पानीको बाप एकदमै धेरै होइन सुतेर पनि गर्छौँ हामी कहिले उठेर गर्छौँ कहिले के गर्छौँ ए सर कोही यता सुत्छ नि यहाँ बोटमा हाम्रो एक एकवटा बोटमा आएको छ सिङ्गल सुकुन फेताको बिचमा सुतिरहेको छौ यार फोन झर भने सिधै पानीमा भिडियो ओहो कति मार्मिक समय कति आनन्दको चिज यो फोन झर भन्दा टेन्सन हुँदैन छैन होला हामी फेवाको सर के भन्न चाहनुहुन्छ त्यो कतिको रमाइलो भयो त हामीलाई बोटिङ एकदम रमाइलो छ आनन्द छ गलियो चलाउँदै एक राउन्ड लास्टै तपाईँलाई देखाइदिन्छु म ऊ पर बस्छ त हामीले स्टार्टिङ गरेको यत्रो परबाट हामीले स्टार्टिङ गरेको बगिरहेको छौँ यार हामी त पछाडि गइरहेछ सर मैले चाहिँ एउटा एन्ड्रकको स्कुटी लिएको छौँ होइन अनि हामीले चाहिँ यो रेन्टमा लिएको हो 2 दिनलाई 1600 रुपियाँ 1200 रुपियाँ कति भन्दैन जस एकदम मजाको दाइ हुँदो रहेछ हामीले राम्रै छुट्टी उपलब्ध गरिदिएको त्यसको लागि धन्यवाद हामीले फेवालेक त घुमिसक्यौँ अब भेट्यो त अब तपाईँहरूलाई एडोल गरिसक्यो अगाडि नै हेरिसक्नुभयो अब हामी चाहिँ के अरे हामी जाने गुप्तेश्वर महादेव केभ र डेभिस फल जाँदैछौँ बिचमा चनल सरले भिडियो गर्नुहुन्छ बाँकी कुरा त्यही छ अब हामी चाहिँ अगाडि बढिसक्यौँ गुप्तेश्वर
मन्दिरको लागि। अब यो खासै यसले राम्रो कुदाउँदो रहेछ, स्कुटर कुदाउँदै छ र त्यसलाई रहर गरिहाल्यो दिइहालेँ। अब बिस्तारै कुदाएको Take the next right. भन्दै भन्दै यो म्यापले चाहिँ के छ खै मजाले काम गर्दैन विशेष भिडियो आउँछ। अहिले हामी चाहिँ पछि त्यस्तो छ। अहिले हामी चाहिँ जाँदैछौँ, यात्रा अगाडि छ बढ्दैछ हाम्रो रमणेश्वर गइरहेको छौँ। यहाँ दिदीहरू पनि कता टाढा जानु भएको छ। यस्तै छ। अब यो चाहिँ ट्राफिक अङ्कलहरू हुँदो रहेछ। ट्राफिक अङ्कलहरूले हामीलाई हेर्दै हुन्छ एकदम निहालेर। सबै देख्छ। लाइक सब्सक्राइब गरिदिनु होला। Turn right, then turn left. निरन्तर आउँदैछ भन्दै हामी चाहिँ अब भिडियो हामीले चाहिँ स्कुटर रेन्टमा लिएको थियौँ। तर हामीले एकदम राम्रो खालको स्कुटर ल्याएछौँ। तेल एकचोटि हालेपछि आफै बढ्दो रहेछ। त्यही चाहिँ हामीलाई खुसी लागिरहेछ। अहिले फुल ट्याङ्की उठाएर जति कुदायो त्यति बढ्दो रहेछ। त्यो चाहिँ एकदम राम्रो पक्ष। त्यस्तो हामी चाहिँ अब लगभग पुग्न आँटेको छौँ गुप्तेश्वर केप। र हामी चाहिँ अब अलिक खाजा चाहिँ खाइएको छैन। अब खाजा खानुपर्नेछ। त्यो बिच बाटोमा बिहे चाहिँ देखियो, तर बिहेमा छिर्न अलिक सकिएन। बचाउँ पैसा भनेको भएन। तर ठिकै छ, हामी म्यानेज गर्छौँ कतैबाट केही खाएर भन्दै। अब एकैचोटि म गुप्तेश्वरको केप बाहिर गेटमा पुगेपछि भिडियो गर्छु। फाइनल्ली हामी चाहिँ हो गुप्तेश्वर केभमा आइपुगेछौँ। गो गेटमा यहाँनिर गुप्तेश्वर महादेव मन्दिरमा आइपुगेछौँ। यो यहाँको बाहिरको माहौल। यहाँ चाहिँ हाम्रो गाडी पार्किङ हुँदैछ। यहाँ चाहिँ बवाल भिड हुँदो रहेछ है। क्या टिकट काउन्टर हामी चाहिँ टिकट महँगो होइन। टिकट त ठिकै रहेछ। हामीसँग क्यास नभएकोले गर्दाखेरि एटिएम पनि गएको थिएन। हाम्रो गुप्तेश्वरको भित्र पहिला पनि गएको कारणले गर्दाखेरि भित्र फेरि छिएनौँ होइन। अब चाहिँ हामी डेभिस फलमा जानेको सोचमा छौँ। डेभिस फल चाहिँ पहिला पनि गएको, एकदम धेरै मन परेको ठाउँ होइन। अब हामी जानेछौँ। एकदम रमाइलो ठाउँ छ पोखरा। हामीले सोच्यो भने चाहिँ धेरै खुलेको रहेछ। हामी त पानी परिरहेको छ कि भन्ने सोचेर टेन्सन लागिरहेको थियो होइन। यहाँ धेरै खुलेको रहेछ। यस हामी चाहिँ डेभिस फल पनि टिकट छिरिसकेको छौँ। वी हेभ दिस 2 टिकट्स। हिमाल चढ्नको लागि पनि एकदमै एकदम बवाल छ। डेभिस फलको हामीले आवाज सुनिसकेका छौँ। वी आर सो एक्साइटेड टु सी होइन। हामीले पहिलादेखि एकचोटि त भइसकेको छ, तर फेरि पनि यहाँ जोसी गाडी सोध्नु मलाई पुग्छ। ओ डेभिस फल हामी तलदेखि छौँ है। अब हेरौँ के मान्छेको अगाडि ए त्यो त डेभिस फल नै जस्तो लाग्छ नि ब्यास्केटमा हो कि महिन्द्रा हो। डेभिस फल चाहिँ यही गाइस नेचुरल यो पानी यहाँभित्रबाट कहाँ हराउँछ यसको साइन्टिफिकली कसैले पनि प्रुभ गर्न सकेको छैन। कहाँ निक्लिन्छ भन्ने कसैलाई पनि थाहा छैन। यो पानी गुप्तेश्वरमा देखिन्छ, त्यहाँबाट भित्र कहाँ पस्छ। वी आर स्टेपिङ टुवर्ड्स डेभिस फलको मेन प्लेसमा होइन। त्यस्तो स्पेसल छैन छन चाहिँ, तर पनि यो एउटा त्यही हो। एज यु गाइस सी वी आर जस्ट 50 मिटर अवे फ्रम डेभिस फल होइन। अन्तर्राष्ट्रिय पल्प प्रगति सङ्ग्रहालय मेन एट्र्याक्सन्स अरे मनसालु मोडल क्लाइम्बिङ वाल याक लिभिङ म्युजियम। वी आर जस्ट 10 मिटर अवे फ्रम इट। त्यस्तै रहेछ कालो देखिरहेको छ। त्यहाँ भित्र पानी पसिरहेको छ होइन। पानी चाहिँ कहाँबाट आइरहेको छ भने यो पानी आइरहेको छ यहाँबाट। तर यो पानी हामीले तलतिर गयौँ भने कालो एरियामा छिरेको छ, त्यहाँबाट देख्दैन। यही रहेछ डेभिस फलको मेन एट्र्याक्सन भनेको चाहिँ। ल गाइस डेभिस फल यस्तै भयो। होप यु इन्जोय इट। अहिले चाहिँ हामी डेभिस फल र के अरे गुप्तेश्वर महादेव मन्दिर गएर चाहिँ फेरि फर्केर हामी चाहिँ के अरे ओल्ड पिस प्यागोडा जाँदैछौँ। हाम्रो यहाँ अहिले चाहिँ हामी In 800 meters, continue straight. माथि हाम्रो अहिले
वर्ल्ड पिस प्यागोडा जाने बाटोबाट हामीले चाहिँ यो भ्यू खिचिरहेको छ यो पोखराको भ्यू हो के भन्छ एकदम दामी भ्यू दामी 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 मैले भनेको मिस्टेक हुन्छ त मलाई वर्ल्ड पिस प्यागोडा आइपुग्यो बाटो एकदम उकालो छ एकदम हरियाली छ होइन एकदम गाडीहरूको चाप पनि बढ्ने छ हामी चाहिँ अब लगभग 300 मिटरमा चाहिँ वर्ल्ड पिस प्यागोडा पुग्छौँ एकदम राम्रो छ एकपल्ट देखियो तल भ्यू देख्न सक्नुहुन्छ एकदम पोखरा चाहिँ राम्रो देखिरहेको छ Take the next left to stay on World Peace Super Access Road. वर्ल्ड पिस प्यागोडा माथि देख्न सक्नुहुन्छ माथि हाम्रो वर्ल्ड पिस प्यागोडा यस्तो भन्दा हाम्रो तेल बढेको चाहिँ स्कुलमा हामीले आधी हालेको थियो होला 3 लिटर हालेको 6 लिटर भरिसक्यो यहाँबाट जुका जानुपर्दो रहेछ भने जस्तो लागेको छ यो कुरो चाहिँ अब थाहा छ बन्दी नम्बर छ त्यहाँबाट माथिबाट यस्तो जाने बाटो चाहिँ कहाँ अरे एउटा स्टेप हो जान्छौँ अब हामी सुरु गऱ्यौँ है ठिक छ यो एउटा उकालो बाटो छ यहाँबाट आइसकेर हामीले स्कुटी त्यहाँ पार्क गऱ्यौँ है यो उकालो हिँड्दैछौँ ओ वे टु स्टुप 10 मिनट वाक अरे यहाँबाट एकदम उकालो बाटो रहेछ हामीले बाटो मिस्टेक गरेर उकालो गएछौँ बाटैबाट बाटो देखिने भिडियो अमेजिङ भ्यू हो पोखरा फोटो स्टुडियो रहेछ त्यहाँ त के गर्छ यहाँ फोटो स्टुडियो आई थिङ्क वान आई डोन्ट नो भूतपूर्व उपरक्षा मन्त्री स्वर्गीय श्रीमान मिनबहादुर गुरुङ इज देयर वाउ जस्ट वाउ view from World Peace Pagoda. Guys, this is our room हैन पुरा भताङ पारेर लडिएको छ पुरा जिउ दुख्यो हिजोदेखि बस्न पाएको छैन यहाँ पानी छ यहाँ फोन चार्ज गरिन्छ आजको हिँडाइ ओभर गरियो हिजो बेलुका 5 बजीदेखि अब गाडीमा पनि खाए सुत्दा पाएन अहिले सुत्यो पनि आज मजाले निदाउने हो अब निकै मजाले निदाउने प्लान छ हेरौँ कतिको सफल हुन्छ चिसो त त्यस्तो गर्मी पनि छैन यहाँ हामी चाहिँ अहिले पानी परिसकेपछि रहिसकेको छ होइन म चाहिँ एक्लै घुमिरहेको छु यहाँ अल्छी लागेर केटो कता हरायो सो आइ एम इन्जोइङ हियर होइन हामी सारङकोटतिर जाँदैछौँ यहाँबाट 5 किलोमिटर जतिको डिस्टेन्स छ सारङकोट एकदम फुलेको छ आज बिहान अलिकति कनेक्ट गरेर एकछिन डर देखायो मान्छे आयो एकदम घाम लागिरहेको छ मौसम राम्रो भएको छ त्यही मौकालाई मध्यनजर गर्दै चाहिँ हामी चाहिँ सारङकोट जाँदैछौँ सारङकोट भ्यू हेर्न भनेर जाँदैछौँ त्यो भ्यू चाहिँ देखिरहेको छ यहाँबाट चाहिँ हामीले चाहिँ स्कुटी बिसाइसक्यौँ होइन हामी चाहिँ सारङकोटको यो यहाँ पार्क गाडीहरू पार्क सबै हुँदो रहेछ नि यहाँ उँभो होइन सारङकोट जाने है यहाँ उँभो जाने बाटो छ अब हेरौँ हामी जान्छौँ एकदम मौसम खुलेको छ बबाल देखिरहेको छ भ्यू
चन्द्र सर यहाँ हुनुहुन्छ। ल हामीले चाहिँ उकालो पदयात्रा सुरु गरिसक्यौँ होइन। सारङकोट उपर उडिरहेछन् देखिस्। वाउ मान्छे नै मान्छे उडिरहेछन्। क्यामेराले माथि हल्का फोक गर्दो रहेछ नि कसो गर्दैन यहाँ होइन। एकदम रमाइलो छ। अब हामी जाँदैछौँ। अब ठिक छ हेर्दैछौँ कस्तो रहेछ सारङकोट। तपाईँहरूलाई लाइभ देख्न पाउनुहुनेछ। केबल कार हो र ए केबल कार रहेछ अरे। लुक गाइज केबल कार रहेछ त्यहाँ। सारङकोटको डाँडैमा माया बस पोखरेली डाँडैमा अन्नपूर्ण केबल कारको नाम रहेछ। आमा हो त्यहाँ उडिरहेछन्। कहाँ हो कहाँ रहेछ त्यहाँबाट उडिरहेछ यार। वेलकम टु सारङकोट डाँडा। हिलटप रेस्टुरेन्ट। वाउ सारङकोट धाम। वाउ लुक त्यहाँबाट के छ हेरौँ है। जस्तो वाउ ओ फेरि त त्यहाँ पर्दो रहेछ। फ्यान्टास्टिक भ्यू यार। There is a view tower and we're here and this is our Sarangkot. Hello guys, welcome to Sarangkot होइन। हामी चाहिँ सारङकोटको डाँडामा छौँ। एकदम इन्जोय भइरहेछ। तल सर मेरो ब्याकग्राउन्डमा हुनुहुन्छ। तल सर कस्तो रमाइलो भएको नि। एकदम रमाइलो भइरहेछ। फोटो खिचिरहेछ होइन। ओके वेलकम टु सारङकोट होइन। यहाँ एकदमै धेरै भिड लाग्दो रहेछ। एकदमै धेरै मान्छेहरूको यहाँ एकदमै देखिरहेको छु म होइन। मन्दिरहरू जस्तो एरिया रहेछ। श्री गणेश साई नमः। Okay, Bachi. We are returning back from Sarangkot. Now let's hunt Pumdikot. Pumdikot, है ना? Pumdikot. हाँ? हामी जाँदैछौँ। होप राम्रै जोड्ने होला। Pumdikot होइन? कहाँ छ? हाम्रो बाटोमा छ होइन? फर्किने प्लानमा छौँ। आज माथि सारङकोट जाने गर्दाखेरि टाइम 4:40 भइसकेको छ अहिले होइन। कहाँ छौँ अब हेरौँ कति पुग्छ कस्तो बाटोमा देखिन्छ। त्यो तपाईँलाई जोड्ने नै छु। हो तपाईँहरूलाई बाटो चाहिँ यस्तो रहेछ। पुरै सानो एरिया। We have to go there. Continue for 2 kilometers.
एट पुम्दीकोट होइन वी जस्ट एराइभ्ड हियर भर्खर आइपुग्यौँ यहाँ अब हेरौँ यहाँ के कस्तो देखिन्छ होइन हामी किप अपडेट गरिरहनेछौँ यहाँको पोखराको एउटा राम्रो फेमस प्लेसमा आइपुगिसकेको छौँ लेट्स सी फाइनली हराएर सम्भव पुम्दीकोट लाग्छ खिच्ने फोटो वाह पुरा हिमालहरू देखिरहेको छ यार मान्छे चढेर जानुपर्छ भाइ वी आर एक्सप्लोरिङ नाइट भ्यू अफ पोखरा होइन कस्तो हुनुहुन्छ एज युजल चन्द्र सर हामी चाहिँ लेक साइडमा लेकमा लेकमा डुङ्गा चढ्न जाँदैछौँ यो नाइट यो डुङ्गा चढ्न कस्तो हुँदो रहेछ त भनेर यो पोखराको यो कोल्ड इभिनिङलाई चाहिँ हामी चट्टसँग डुङ्गाबाट कसरी चाहिँ लिन सक्छौँ भन्ने हामीलाई लागेको छ होइन अब हेरौँ कस्तो हुँदो रहेछ नाइट भ्यू हामी तपाईँहरूलाई लेक साइडको नाइट भ्यू आज खोजेर एक्सप्लोर गरेर तपाईँहरूलाई देखाउनेछौँ होइन लेट्स सी स्टे कनेक्टेड ल एउटा साइडको चाहिँ पार्किङ एरिया हो यहाँबाट चाहिँ सुरु भयो लेक साइडको लेक साइड भन्दा सबै लेक साइडै हुनु चाहिँ तर पनि जुन मेन पोइन्ट यो लेक एरियाको छ नि वा यताबाट छ त They're doing barbecue here. Huh? हेलो गाइज हामी चाहिँ अब आज बसको टिकट भइसकेको छ होइन हामी फेर्ने क्रममा छौँ अनि हामी चाहिँ यसो खानासाना खानु पर्यो भनेर बाहिर निक्लेको हो होइन हामीसँग सर हुनुहुन्छ